यो देश सतिलको शराबले होइन, दुई चार जना उखान टुक्का बोल्नेको मतीले बिगारेको हो। तू इधर उधर की बात न कर, तू इधर उधर की बात न कर, ये बता काफिला क्यों लूटा। मुझे गिला रहजरों से नहीं, तेरी रहबरी का सवाल है। तिम्रो जिम्मेवारी, तिम्रो गलत यो अभ्यासहरूको प्रश्न हामी उठाउन पाउँछौँ। हामीलाई धम्की आउँथ्यो, त्यहाँ गृहमन्त्री उसको सचिवालय सबैबाट धम्की आउँथ्यो, यो गरिदिन्छु ऊ गरिदिन्छु भनेर। त्यसपछि मैले अर्को दिन अर्को शायरी पनि सुनाए थिए। हम पे इल्जाम है ये कि चोर को क्यों चोर कहा, क्यों सही बात कही, काहे न कुछ और कहा। त्योहरू भन्दै हामी सशक्त भएर लड्दै थियौँ, 34 महिनासम्म लडिरहेका थियौँ। अनि आयो जेनजीको विद्रोह। नयाँ पुस्ताले सोच्यो कि मेरो दाइहरूलाई हाम्रो सहयोग चाहिएको छ। मेरो दाइ दिदीहरू 21 जनाले सकिरहेका छैनन्, उनीहरूलाई हाम्रो सहयोग चाहिएको छ। र पुरानो पुस्तालाई अब तिमी आराम गर भनेर, तिमी घर फर्केर आराम गर भनेर भन्ने मौका, त्यो समय, उचित समय आएको छ भनेर उहाँहरू पनि आउनुभयो सडकमा। हामीले 34 महिना गरिराखेको सङ्घर्ष उहाँहरूले 27 घण्टामा सिध्याइदिनु भयो। त्यति अमानवीय हुनेलाई फेरि पनि तपाईँ पठाउन जानुहुन्छ, अर्को अमानवीय व्यवहार गर्नलाई, लुट्नलाई। भाउजूलाई पैसा दिनुहोस्, दाइसँग टिकट लिनुहोस् भन्ने अभ्यास यहाँ छैन। र भ्रष्टाचार पनि यति गर्नु भएको रहेछ कि घरमा यति पैसा थियो, जल्नको लागि पनि 3 दिन लाग्यो। ब्रह्मनालमा पुगुन्जेलसम्म म सिंहदरबार र बालुवाटारमै रहन चाहन्छु भन्ने राजनीतिक मिटर ब्याजीहरू जनकपुरमा पनि एमाले र कांग्रेस मिलेर लड्ने हो रे। मैले भने लस, ब्रिङ इट अन, वी आर रेडी। मनिष, तिमीहरूको पार्टीको चुनाव चिन्ह पनि यति रमाइलो छ कि बोकेर हिँड्न मिल्छ। हाम्रो त न रुख बोक्न मिल्छ न सूर्य बोक्न मिल्छ। पता किस आदमी सब है आप जे मैथिली से वो बुझे थे, अहाँ सबकी बुझाइ थे कि मैथिली में बात केला नहीं करे छे। यो त एमाले मय देश हो, तपाईहरु के गर्नुहुन्छ अब? एमाले मय देश हो, पहिले नै भाग्नु पर्थ्यो, किन अबेला भागिस? जेनजीलाई पहिले नै छोड्नु पर्थ्यो, किन पछि मात्रै छोडिस? त्यही आरोप होइन एसपी फर्काउनुको। अब उहाँहरूलाई पुलिस पनि एमाले लाग्न थाल्यो। अब उहाँहरूलाई अदालत पनि एमाले लाग्छ, सेना पनि एमाले लाग्छ, शस्त्र प्रहरी पनि एमाले लाग्छ, कर्मचारी पनि एमाले लाग्छ। रेबिज भएको एउटा जनावरले जता पनि पानी देख्न थाल्छ। यो त एमाले मय देश हो।